सो गाइज हामी चाहिँ आज चाहिँ रक गार्डन भन्ने ठाउँमा जाँदैछौँ होइन। हामी चाहिँ मस्तै जान छौँ क्या, दाई बहिनी सबै छौँ क्या हामी चाहिँ। यहाँ एन्जिला बहिनी चाहिँ होइन, यहाँ चाहिँ हाम्रो सन्देश दाई सन्देश ब्लग युट्युब च्यानल छ होइन। This is your man. Sandesh Kanal Vlogs. Go and subscribe this channel. Press the bell icon. We are moving towards the यहाँ चाहिँ यस्तो one of the beautiful destinations of the Arghakasi district. If you are watching this video, make sure to like this video and subscribe Apil Kanal YouTube channel. At least 1000 subscribes must increase. हामीसित चाहिँ पछाडि दिदी बहिनी होइन, यतापट्टि कि दिदी सुषमा दिदी, यतापट्टि कि एन्जिला बहिनी, अरू चाहिँ माथि गइ पुगिसक्यो क्या। यहाँ खुसी भएर नाच्दै हुनुहुन्छ। यो चाहिँ हामीले चाहिँ सानोमा गरिन्थ्यो होइन, ठ्याक्क के भन्छ चाहिँ यसलाई, हजुरले जे पड्काउनु भयो त्यसलाई के भन्छ? बनमारा। पाँच हातमा राखेर पड्काइन्छ ढाप्प पारेर होइन। यहाँ चाहिँ अगाडि आउने बाइक लिन्थ्यौँ होइन, आमा चाहिँ बाइक अहिले चाहिँ ग्यारेजमा गएको छ बनाउन, किनकि यहाँ अप्ठ्यारो पनि छ बाटो, अहिले पहिरो गएर बनाएको होइन, अप्ठ्यारो छ। सो हामी चाहिँ हाम्रो दाइहरूलाई भेटिसकेको छ माथि आएर होइन। यहाँ चाहिँ हाम्रो लिडर दीपक खनाल टाक्क क्यामेरा स्यामेरा हातमा छोपेर हिँड्नु भएको छ। हो यहाँ चाहिँ एन्जल अब आशिष हो अग्लो छ क्या, सबभन्दा अग्लो मान्छे अब जा हो। हामी चाहिँ बाटोमा आइसकेका छौँ साथीहरू। हामी चाहिँ सबै गरेर 9 जना छौँ होइन, 9 जना छौँ। यो ठाउँको नाम चाहिँ नुवाटोला भन्छन्, लुगाली टोला हो। अघि चाहिँ अगाडिबाट चाहिँ गाडी आइरहेको छ। 300-400 मिटर तल झरेपछि चाहिँ हाम्रो गाउँ हो चाहिँ अलि तल त्यतैमा छ। 4 मिनेट अगाडिबाट टक्क फोर्स माल रानी खन दर भित्र चाहिँ एउटा कुकुर पनि छ कि नरोकिने होइन। अर्को पनि आइयो फेरि कराएर होइन। हामी चाहिँ ब्लगर चाहिँ कडा खान्के नमस्कार, म अपिल खनाल। आज चाहिँ हामी चाहिँ तातो खबर लिएर आएका छौँ हजुरहरूको माझमा। हामी चाहिँ आज चाहिँ रक गार्डनतिर जाँदैछौँ साथीहरू, ट्याक्क लगाएर हामी चाहिँ होइन। हामी चाहिँ पुरा बाँसको लागि आउँछौँ कि पुरा ग्याङ टोल हो क्या पुरा हाम्रो यहाँ। ट्याक्क सब्सक्राइब गर्ने, लाइक सेयर होइन। सो हामी चाहिँ साथीहरू चाहिँ फला पानी भन्ने ठाउँमा आएका छौँ होइन। पहिला चाहिँ म पढेसम्म होइन यस्तो भयो, यहाँ एउटा स्कुल थियो त्यो भक्काइ होइन। यो अफिस छ हेर्नुहोस्, यो स्कुलको छतमा टिनमा कति छन् ढुङ्गा। श्रीमुक्ति आधारभूत विद्यालय हो होइन। ट्याक्क लगाएर हाम्रो भाइ सबैको खुट्टामा जुत्ता हेर्नुस्, मेरो मात्रै खुट्टामा जुत्ता छैन, हाम्रो खुट्टामा जुत्ता छ सबैकोमा। एकदम नराम्रो पुरा मेरो लागि हाम्रो अग्लो आशिष दाई, ट्याक्क आशिष दाई। हामी त धेरै जेठो होइन, 1 वर्ष जेठो यस्तो आयो कि कालो आयो कि होइन, क्यामेरा छ यति अग्लो छ कि मान्छे कडा छ कि हाम्रो दाई चाहिँ कडा छन्। टक्क मन्दिर आएको छ चाहिँ बाख्रा लिएर आएका छन् साथीहरू। यहाँ चाहिँ मुलको पानी आइरह, ट्याक्क पानी बस गइरह बाहिर। मन्दिर आयो यहाँ, टक्क जाल कडाएका त समाजद्वारा निर्मित होइन। ट्याक्क लाएर हामी चाहिँ यहाँ पूजा गर्नु मन्दिर भन्नु टक्क घन्टी बजायो हामीले मन्दिरमा। अब चाहिँ हामी जग्गा भन्ने ठाउँमा अवतरण गर्नलाई गइरहेका छौँ होइन। वाह 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 वाह
यहाँ चाहिँ पस्न सक्ने भएको छ Shall we recall our memory? Yes, yes, we can. What is the way to recall our memories? We are near Java. We are going to Java to eat some in Not so. what? Kulfi also. हामी चाहिँ जब भन्ने ठाउँमा पुग्न लागेका छौँ साथीहरू ट्याक्क होइन हाम्रो चाहिँ क्यामेराम्यान होइन क्यामेरा छोप्न सिक्दैछन् यो चाहिँ क्यामेराम्यानले ट्याक्क छोडेको झोला भिरेर हिँडेको आएको छ ट्याक्क लाएर यहाँबाट हेर्नुहोस् ट्याक्क क्या राम्रो देखिन्छ यहाँ चाहिँ हाम्रो घर देखिन्न होइन अब चाहिँ हाम्रो घर लुकिसकेको छ ट्याक्क मेरो चाहिँ यो ब्याक क्यामेरा अलिक खराब छ त्यही र कालो कालो निकालेको छ होइन उहाँ चाहिँ गीत गाउन हिँड्नु भएको उहाँ चाहिँ पसल आइसकेको छ माथि चाहिँ कुकुर छ कुकुर हामी अन्त अहिले चाहिँ अघि पुगिसक्यो हामी चाहिँ दूर छौँ क्या अब होइन ट्याक आएको क्या फेरि ट्याक ट्याक हो भेटाइयो यिनीलाई चाहिँ भेटाइसक्यो हामीले अब सन्दर्भको जानु चाहिँ यहाँबाट 14 किलोमिटर मात्र बाँकी छ है साथीहरू ट्याक्क लगाएर 14 किलोमिटर मात्र बाँकी छ ट्याक्क 14 किलोमिटर छ यहाँ चाहिँ डाँडाको 13 किलोमिटर ट्याक्क हाँस त कुकुर हाँस्दैन सुत हो यो त सुत हो के सुत हो माथि हेर्न सक्नुहुन्छ कति बजे भन्दा सोधेको छ अहिले होइन हामी चाहिँ कति बजे हेर्न चाहिँ अहिले हेरिन्न कति बजे भन्दा यहाँ घडी घडी छ घडी यहाँ चाहिँ घडी चाहिँ च्यापेन होइन कति बजे भनेर देखाउनुहोस् देखाउँछु यो सिधै लक पनि भएछ सो साथीहरू हामी चाहिँ यता कता आइपुग्यो भन्दाखेरि होइन हजुरलाई हामी चाहिँ रक गार्डनभन्दा माथि आइपुगेको छ यो बाटोमा यस्तो अझै त जान बाटोबाट गएको 1 घन्टा लाग्छ होइन हामीलाई जान माथि अलिक चाँडै गइन्छ होला भनेर चाहियो तर चाहिँ बाटो चाहिँ यहाँ खस्यो अन्त गयो बाटोमा सिधै के छ दिदी उहाँ चाहिँ सुषमा दिदी एन्जिला अजय आशिष सन्देश दीपक दाई वाह ट्याक्क हिँड्यो कि हामी चाहिँ होइन अब हेर्न सक्नुहुन्छ अब त यहाँबाट रक गार्डनको हावा आइसकेको छ कि यहाँबाट चाहिँ रक गार्डनको ढुङ्गा देखिसकेको छ हामी चाहिँ आइपुग्न लागिसक्यो साथीहरू अब चाहिँ होइन आज चाहिँ त्यहाँ पुरै खाली छ क्या मान्छे चाहिँ आएका छैनन् कि चाहिँ लाग्छ होइन त्यहाँ चाहिँ ट्याक्क फोटो खिच्ने त्यहाँबाट घुम्ने त्यहाँबाट जाने के बोला घरतिर क्रिकेट ग्राउन्ड कहाँ छ के ग्राउन्ड त्यहाँ क्रिकेट ग्राउन्ड पनि त्यहीँ छ होइन माथि पनि जाने हो हामी माथि जाने हो हामी होइन स्पिडमा नहिँड है वाह वाह ल ल सुषमा यो समाजको क्यामेरा त ओ मान्छे चाहिँ कति आएका छन् होइन यहाँ चाहिँ अझै चाहिँ वहाँ पारि जानुपर्छ के छैन अनिस मा दोकान आउने दोकान पाइँदैन भाइ होइन हो साथीहरू उहाँ चाहिँ रक गार्डन टक्क हेर्नुहोस् टक्क यो बाटो हामी चाहिँ माथि छौँ होइन टक्कै स्विट
यहाँ ठुलो फिल्ड माथि यहाँ ठुलो फिल्ड माथि यो चाहिँ यताको भाग देखेको छ अब उताको भाग पनि देखाउने छु हजुरहरूलाई हस् नमस्ते हामी बिदा हुन्छौँ अब फेरि यस्तै भिडियो चाहिँ लिएर हजुरहरूको सामु उपस्थित हुने हो साथीहरू हामी चाहिँ रक गार्डन भन्ने ठाउँमा आइपुगेका छौँ होइन ट्याक्क हेर्न सक्नुहुन्छ यति राम्रो भ्यू ओ र फाइनली हामी आएका छौँ रक गार्डन ओ यहाँ चाहिँ के खेल्ने फिल्ड हेर्न तर उहाँ चाहिँ नेपालको फ्ल्याग 45 मिनट 1 घन्टा नै भनौँ 1 घन्टा हिँडेपछि हामी चाहिँ मस्त हिँड्यो होइन 1-1.5 घन्टा जति हिँडेर हामी चाहिँ यो ठाउँमा आइपुगेका छौँ ओ ट्याक्क अब रमाइलो गर्ने हो कि यसमा हेर्नुहोस् यहाँ दिस इज कल्ड हेभन गाइज एकदम राम्रो वाला बनाएन म स्टुडियो यता आइज न म मेरो आँखाले जस्तो देख्छ त्यस्तो भिडियो बना दामी भिडियो बनाएन प्लिज यहाँबाट यता आइज न अपिल नै होइन रक गार्डन सोइसक्यो वेलकम टु रक गार्डन फोहोर नगर्ने प्रतिबन्ध गरेर होइन ट्याक्क राखेको छ कि मात्र रक गार्डन प्रवेश गरौँ रक गार्डन होइन ट्याक्क लगाएर यहाँ चाहिँ बाख्रा छन् होइन यहाँ चाहिँ हामी आइपुग्यौँ ट्याक्क लगाएर रक गार्डनमा ओ आज चाहिँ घाम नलाएर त्यति राम्रो देखिरहेको छैन यहाँको नजारा भ्यू होइन ट्याक्क लगाएर साथीहरू अब यहाँ चाहिँ देख्न सकिन्छ होइन धेरै धेरै ठाउँ देख्न सकिन्छ यहाँबाट ठाउँ देख्यो यहाँबाट चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ उहाँ सन्ध्याकालीन देखिन्छ तर आज चाहिँ राम्रो क्यामेरामा देखिरहेको छैन ल म चाहिँ यता आइदिएँ ल बनाउनु न त ट्याक्क बाख्रो यहाँ देखौँ न